आज चाहिँ हो फोदे हामी चाहिँ जाँदैछौँ अब अर्को जग्गा है। अलिक मिलाउन नसिकिस्त भएको कारणले गर्दाखेरि सबैजना रेडी भइसक्यो, तर हाम्रो चाहिँ अलिकति खाना आएको छैन। अलिकति टाढो भएकोले गर्दाखेरि चाहिँ हामीहरू अब अलिक छिटै उठेर चाहिँ हिँड्नु आँटेको, तर हामीलाई खाना चाहिँ अलिकति ढिलो ढिलो गरिदिँदैछ रुममै। ल बाटोको यात्राहरू चाहिँ अब अलिअलि मात्रै देखाउँछु होला, आज चाहिँ त्यस्तो छैन हो, हिँडेको मात्रै है आज चाहिँ। ल अयोध्या जाने गाडीमा बसिसकेको छु, आमाहरू यहाँनिर ऊ मिलन र पापा यहाँ बसिरहेको छु। सिटै भरेको छैन, 10 बजी जाने भन्दैछ। के भन्छ त गाला हेर्दा नानी रातो रातो हामी चाहिँ यहाँ पनि के भन्ने जग्गा आइरहेको छ। आमाहरू चाहिँ बसिरहेको छ। त्यसमा जाँदैछ हामी चाहिँ है, यहाँ ढाबामा रोकिरहेछ। हामीले चढेको हो घडी हेर्दाखेरि 10:10 अहिले बजे तपाईँको 4:30, 5, 6, 7 बजे पुग्छ भन्दैछ। निकै टाइम लाग्दो रहेछ। सरी अयोध्या जानु मेन रोड छ है। के छ आजको भ्लग चाहिँ मेरो चाहिँ यति साह्रो सानो भयो कि म भन्नु नि सकिनँ। यो चाहिँ मेन रोड छ, हामी चाहिँ कहाँ आइपुग्यौँ डन्नो। हेरिरहेको छु, मलाई टाउको हल्लाउँदै बल्ल बल्लको नि कति घन्टा पछि चिप्स खानु पाएको कि। फुल चाहिँ यहाँ पनि हुँदो रहेछ है, यसको नाम चाहिँ याद छैन मलाई। यस्तो फुल छ तर पुरा भइरहेको रहेछ। हामी चाहिँ खाँदैछौँ यो हल्दीरामको चिप्स, आलु चिप्स, टाइम पास। कस्तो भयो यात्रा भाउजू? भाउजू कस्तो भयो यात्रा? खतरा एकदम नानी हो नि अब खुट्टा दुख्दैछ। यस्तो छ यात्रा मिलाएर उठेर कराउनु थाल्यो। ए फाटेको हुन्छ ल बिच बिचमा कापु बीच बीच में फटा हुआ होता है ना? नहीं दीदी खोल के दिखा दे। नहीं फटा नहीं दीदी वो खोल के दिखा देंगे जब तक से देना। पानी माजा के दे, पानी माजा के सबै सुतिरहेछ। हामीहरू यो भएकोबाट मिठाई पनि किन्यौँ हो। हामी चाहिँ अहिले लखनऊदेखि अलिकति अगाडि छ, गोरखपुर भन्दैछ। लड्यो भाउजू पनि लड्यो, नाना लड्नु छ अब। पापालाई चाहिँ मिठाई दिएर भुलाइरहेको छु। आज चाहिँ काबु भयो यत्रो लामो यात्रा गर्नु। गोरखपुर भन्दा कराएको हाम्रो खण्ड। हामी त पेसेन्जर पनि कम्ती छ। यो भियाहरू गोरखपुर भनेर चिल्लाएर मात्र लाग्नु।
भन्दा भन्दा हाम्रो चाहिँ यहाँनिर 12 बजीतिर चाहिँ आयो रोटी के खाने रोटी गाडी है यो पल्लोपट्टिको अलिअलि खाना खायौँ टाइम चाहिँ भयो तपाईँको 12 बजी बाटोमै छौँ गएको छुइनँ है यो चाहिँ ढाबा रहेछ एक थाली खायौँ अन्त गएको एकदम जाडो भएर आगो तापिरहेको रहेछ हम भी सेक ले सेक लो जरूर सेक लो त्यहाँ आइपुगिसकेको छौँ त्यस्तो भएर चाहिँ लौट्नु बिस्तारै हेरै हो लोको वाला कितना कितना है भाडा भैया 500 दे दीजिएगा 500 त्यो साथी हो हामी चाहिँ आइपुगिसक्यौँ है गाइस गुड नाइट हामी चाहिँ रुम आइपुगिसक्यौँ है रुम पनि लिइसकेर सुतिसक्यो सो भोलिको भिडियोमा भेटौँ है गुड नाइट